मेरो एकजना रुममेटले चाहिँ मसाज गरिदिनु भएको छ। साह्रै नै मजा आउँछ। उहाँले यस्तो मजा म्याजिकल मसाज गरिदिनुहुन्छ कि पुरा आनन्द आउँछ होइन। अब उहाँको नाम पनि मेन्सन नगर्दै, मेरो भिडियो नगर्दै, हात पनि नदेखा भन्दै हुनुहुन्थ्यो। हातसम्म चाहिँ पर्मिसन दिनुभयो मलाई होइन, अनुमति दिनुभयो भिडियो गर्नलाई। जिन्दगीमा आए मजा जब सामुने हो त समोसा भनेर हेर्नुभयो। ए दुख्यो दुख्यो अन्त अलिक बिस्तारै बिस्तारै टुटिँदै कुर्छ त यार। गिदी नै खलबल्ल भएछ रे बाबा, हगेर आउनु भएछ सामलालजी, हगिदिनु भएछ। 2 घन्टा त लाग्यो होला बाथरुममा। युटिलाइज गर्नु पऱ्यो होइन। अब केटाहरूसँग चाहिँ बक्सुदी गर्न चाहिँ छोड्नु भएन, किनभने अब के छ त नि टिकाजी, हाम्रो टिकाजी यहाँ हुनुहुन्छ, नमस्ते गर्नु नि त। प्लाइवुड हो कि फेरि यो भित्ता होइन, यो भित्ता भनेर सोच्दै यसलाई सोच्नु होला, तर यो प्लाइवुड हो। अनि यतापट्टि चाहिँ हाम्रो ठुलो बडै मानको चाहिँ फ्रिज छ है। अब म एक्लैले त पुरै हटाउला, मेरै मलाई त रुमै हुन्छ, यहाँभित्र बस्नै हुन्छ, यति ठुलो छ होइन। अनि यतापट्टि चाहिँ एकजना दाजु एकदम गरिब मान्छे हुनुहुन्छ, उहाँ सुत्नुहुन्छ। मलाई चाहिँ सबैले बाहिर निस्केर चाहिँ एक्लै बन्दोबस्त छ है। अब यस्तो छ होइन टिकाजी। अनि आज मसाजमा गरिदिँदा प्लिज गरिदिनु न त। आज चाहिँ एकचोटि मसाज हानिदिनु नि त ल। हाम्रो टिकाजीले चाहिँ मसाज पनि गर्नुहुन्छ। एकछिन ल भिडियोमै देखाउँछु कि म मसाज गर्नु प्लिज। नगर्ने मसाज आज ल। आज चाहिँ मसाज चाहिँ गरिदिनुहुन्छ अरे, तर भिडियोमा चाहिँ नदेखाउने अरे। ल ल मसाज सुरु गरिदिनु त, म भिडियोमा देखाउँदिनु त ल प्लिज। टिक्काजीको मसाज, टिक्काजीको हातमा जादु छ कि असाध्यै मजाको मसाज गरिदिनुहुन्छ क्या होइन टिक्काजी। ए दाइ प्लिज केही त बोल्नुहोस् दाइ। हाम्रो दाइले आज भात बनाउनु भएछ, पानी धेरै गिलो भएछ, अनि पछि चामल गतिलो परेन भनेर चाहिँ दोष दिनु दाइ। भाइ त बोल्दा हो क्या सन्तोषी मिल्यो होइन। त कुर्सीमा पनि कस्तो त्यो खेतको आलीमा बसे जसरी बस्नुभयो त नि, अलि राम्रोसँग बस्नु न। के हो गल्ती भने नि माफ गरिदिनुहोस्। अलिक कम्फोर्टेबल भएर बस्नु न दाइ प्लिज यार। हाल्नु के तपाईँ आफै हाल्नु न आफ्नो। म त एकछिन पछि खाने। तपाईँ भनेको मेरो युट्युबको स्टार हो अबदेखिबाट। तपाईँ एगार बेगर मान्छे होइन। तपाईँ हिजो सबले जे भन्यो त्यो भन्दै उस गर्ने मान्छे होइन। अब तपाईँलाई मान्छेहरूले इन्टरभ्यू लिन आउँछन्। तपाईँ नेपाल पुगेपछि एयरपोर्टमा छिरेपछि मान्छेहरू क्यामेरा लिएर तपाईँको चाहिँ भिडियो बनाउन आउँछन्। तपाईँ अब सानोतिनो मान्छे होइन। के धागो कहाँबाट आएछ? यो चामलको बोराको धागो। अब खाना फेरि मेरो भात फेरि साह्रो छ कि साह्रै ठिक हुन्छ। तपाईँको भात गिलो, मेरो पानी परिहाल्यो नखाने म यार। किन अहिले नखाने के खाने? ल हाल्दैन हाल्दैन नि त, हाल्दैन हाल्दिनु नि त, हाल्दिनु। ल मैले मतिर पनि हाल्दिनँ। यता हेर्नु, यता capture not inside your fucking phone, just inside your mind. ओ माई गॉड, डोनाल्ड ट्रम्पले सिकाइदिएको इङ्ग्लिस। डोनाल्ड ट्रम्प त तपाईँको गाउँकै मान्छे होइन अरे। दाइले चाहिँ आज माछा पनि बनाउनु भएको रहेछ। दुःख कष्ट गरेर चाहिँ आज माछा बङ्गाली मार्केटमा गएर सस्तोमा लिएर आउनु भएछ। ए बङ्गालीमा भनेर इज्जत गयो अरे दाइको। कुन चाहिँबाट ल्याउनु पऱ्यो अरे? एक साइडबाट लिएर आउनु भएको होइन, एक साइडबाट चाहिँ किन्नु भएछ माछा रमाइलो। अनि यो राजदाईले चाहिँ पाङ्ग्रा चाहिँ के भिजाएर चाहिँ हिँडेको? राजदाई पनि लन्डनबाट ल्याएको पाङ्ग्रा भन्थ्यो। लन्डनबाट लिएको पाङ्ग्रा यो हेर्नु त राम्रोसँग पनि गएको छैन यो आन्ध्र। लन्डनबाट ल्याएको पाङ्ग्रा कसरी? अब भन्नु न अब प्लिज यार। हाम्रो आफ्नो भित्रको कुरा गरेको भाइ, त्यो